हामी पर्यो भने यस्तो सरकारबाट बाहिर जान्छौँ। हामी सरकारमा बस्ने नबस्ने सरकारै सबै कुरा ठुलो कुरा थियो भने त हामीहरू त हिजोको सरकारमा हिजो त हामी त ज्ञानेन्द्रको सरकार बनाउँदै गर्दा गएनौँ त। वैधानिक तर अवैध नेतृत्व आजको डेमोक्रेसीको सबभन्दा ठुलो समस्या हो। यो सबभन्दा ठुलो समस्या हो। वैधानिक छ तर अवैध छ। हामी नेपाली कांग्रेस पार्टी आज हाम्रो बाध्यता छ। हामी एक्लै छैनौँ, हामी सरकारमा छौँ। कतिपय हामीले कम्प्रोमाइजहरू गरेका छौँ, तर आधारभूत कुरामा हामी कम्प्रोमाइज गर्दैनौँ। हामीले भन्न सक्नुपर्छ हामी पर्यो भने यस्तो सरकारबाट बाहिर जान्छौँ। हामी सरकारमा बस्ने नबस्ने सरकारै सबै कुरा ठुलो कुरा थियो भने त हामीहरू त हिजोको सरकारमा हिजो त हामी त ज्ञानेन्द्रको सरकार बनाउँदै गर्दा गएनौँ त। हिजो महेन्द्रले वीरेन्द्रले बनाउँदै गर्दा हाम्रो नेताहरू जानु भएन। मैले यो सरकारको कुरा मात्र गरेँ होइन, कुनै पनि सरकारको भनेको इन जेनरल हाम्रा सर्टिन कुराहरू छन्, ती हाम्रा फन्डामेन्टल कुराहरू अनकम्प्रोमाइजिङ हुन्छ हाम्रो कुरा। उदाहरण हामी रुल अफ लको कुरामा, हामी संस्थाहरू निर्माण गर्ने कुरामा। ठिक छ, पूर्व राष्ट्रपतिहरू अहिले आएर मैदानमा आउनुभएको छ, म उहाँहरूको बारेमा केही टिप्पणी गर्दिनँ, तर कम्तीमा नेपाली कांग्रेस पार्टीले भन्न सक्नुपर्छ। हामीसँग त्यो भन्ने ताकत हामीसँग हुनुपर्छ कि हाम्रो पार्टीको सदस्य जो राष्ट्रपति हुनुभएको छ उहाँहरू फर्केर कहिले पनि दलको सदस्यता लिएर आउनुहुन्न। त्यो संस्थाको गरिमा राख्नुहुन्छ, राखिराख्नु भएको छ। हाम्रो रामवरण यादव पनि राष्ट्रपति हुनुहुन्थ्यो। लिडरसिपले के भन्छ, अरे तिमीहरू को हो मलाई बदलिनुपर्छ भन्ने, तिमीहरू हामीसँग लड्छौ, हारेको हारेछौ, हामी जितेछौँ हो। त्यो फेरि हामी त त्यो लिगालिटीको आँखाबाट हेर्दै गर्दा त हामी त मान्नै पर्छ। त्यो हामी मानि नै रहेका छौँ। नमानेर के गर्नु, हामी पनि त्यही रुल अफ ल ऐ भनेको गेमभित्रै छौँ। सबै पार्टीका नेताहरू एकपछि जिते हुनुहुन्छ, फेरि लड्न पाउने फेरि जित्नुहुन्छ। भएको भाइ छ। कतिसम्म भएको छ भने एउटा ठुलो पार्टीको नेताहरूको जुन पङ्क्ति छ त्यो फुटेर बन्यो भने त्यसमा पनि त्यो हिजो चाहिँ त्यो तिमी अब गाडी नचलाऊ भनेको नेता आएर अध्यक्ष हुँदो रहेछ। कति अहिले त्यो मैले अन्यथा भन्न खोजेको होइन, विथ ड्यु रेस्पेक्ट। अहिले माधवजीको पार्टी तलमाथि भयो भने त्यो पार्टी नयाँ बन्यो भने त्यसको नेता को हुनु, झल्ला तना हुने फेरि हाम्रो अवस्था भएको है। लिडरसिपको एउटा पङ्क्तिप्रति त्यसले के बुझेन भन्ने लाग्छ भने ठुलो श्रद्धा छ हाम्रो, जसको कारणले गर्दा म यो असन्तुष्ट छु भन्ने ठानिरहेको छ। उसैलाई उसले ड्राइभिङ सिटमा देखिरहेको छ। तिमीले गाडी चलाएको भएन, तिमीले गाडी चलाएर यो ठाउँमा पुग्दैन, तिमीले यहाँसम्म ल्याइपुर्यायो, म तिमीसँग धन्य छु, कोटी नमन छ। तिमी नभएको म गाडी चढ्नै पाउँदैन थिएँ, तिमी नभएको म यहाँ आइनै पुग्दैन थिएँ, तर मलाई योभन्दा अगाडि जानु छ। अब यो गाडी तिमीले चलाएर हुँदैन, ऊ भनिरहेको छ। ड्राइभर एउटा आउँछ फेरिन्छ, अर्को हुँदैन भनेको ड्राइभर फेरि आइपुग्छ, फेरि हल्ला चल्छ, फेरि अर्को उही नै आइपुग्छ फेरि। त्यसले गर्दा ऊ झन् थाकेको छ। ठुलो पार्टीहरूको कुरा पनि यहाँ उठ्यो मजाले। जर्मनीमा कति 10-15 वर्ष चल्यो होला, दुईवटा ठुलो पार्टी 15 वर्ष चल्यो होला। त्यहाँ दुईवटा काङ्ग्रेस एमाले जस्तै पार्टी मिलेर चलाएको र सारा संसारको इकोनोमी हल्लिँदै गर्दा पनि जर्मनीको इकोनोमी चाहिँ ठिक ठाउँमा राखेको। अभ्यासहरू नभएको होइन, हाम्रो सन्दर्भमा त्यो अभ्यासले काम गरेन। चुनाव अगाडिको पनि काम गरेन, चुनाव पछाडिको पनि काम गरेन। जसलाई भेट्यो भने तलमाथि भइरहेको क्या सोच्छ, विश्वासै छैन। अब मलाई अहिले एकछिनपछि तपाईँले आएर नसोध्नु होला है, तपाईँले अहिले सञ्चारको माध्यम साथीहरू हुनुहुन्छ, तपाईँले मलाई सोध्नु भने म 1-2 दिन तलमाथि हुन्न भनेर भन्छु, बाहिर निस्किँदा तलमाथि भयो भने कसले जिम्मा लिन्छ? अस्ति नै म बोलिरहेको कतारमा तलमाथि केही हुन्न भयो बोलिरहेको थिएँ। उहाँ महेश बर्तौला मलाई के भनिराख्नु भएको थियो भने काङ्ग्रेसका साथीहरू यो पिपलको ठुटा देख्नु नहुने घुमेर चाहिँ धुपबत्ती गरिहाल्नुहुन्छ भन्दै हुनुहुन्थ्यो। मैले यतिकै जोकिङले के भनेको थिएँ भने यो बजेटको के धेरै विरोध गर्नु, वर्षमानजी ल्याउनुभएको बजेट थियो, के धेरै विरोध गर्नु, अहिले पछि यो बजेटको भारी आफूले बोक्नुपर्ने हो कि भनेको चोट परेछ र काङ्ग्रेसका साथीहरू पिपलको ठुटा देख्नै नहुने धुपबत्ती गर्नुहुन्छ भनेर मलाई व्यङ्ग्य गर्दै हुनुहुन्थ्यो। एकछिनपछि महेश बर्तौला पनि कहाँ हो, म पनि कहाँ हो, दही चिउरा खाए सक्यो। यो कुन अर्थमा भन्न खोजेको मैले भने गठबन्धन भनेको अघि दाइले भन्नुभयो नि होइन, मिलेर जाउँ, एउटा डिरेक्सनमा जाउँ भने हो नि त। यो मिलेर जाउँ होइन मिलेर खाउँ भन्ने कुरा मात्र भयो। हामीले सकेनौँ। अब वी हेभ टु एक्सेप्ट इट। हामी सकेनौँ। म यो पार्टी त्यो पार्टी पनि दोष दिन्न कि हामीले चुनाव अगाडिको गठबन्धन पनि सकेनौँ, चुनाव पछाडिको पनि सकेनौँ। त्यसपछिदेखि कन्स्टिट्युसनमा कुरा गरौँ न त। इन्क्लुसिभ हामीलाई चाहिएकै छ, हामीलाई हुनै पर्छ। त्यो नभइकन हाम्रो सिस्टमै चल्दैन। हामीले सबै खालको सबै जाति समुदाय ल्याउने संसद बनाउनु, सरकार बनाउनु चल्दैन। नेपालले कसैले नसोचे हुन्छ यहाँ यो मेजोरिटीको कुरा, हामी यो मेजोरिटीको देशै होइन, हामी सबै मिलेर बनेको छ। तर हामीलाई सँगसँगै फेरि हामीले यसरी चलेन भने कसरी त अब
जिते जितौँला दाइ, हारे हारौँला दाइ, केही फरक पर्दैन। तर 1 वर्षभित्रमा अहिले देशमा देखेको बेचैनी, असन्तुष्टि, यो सबै कुराहरूको बिचमा काङ्ग्रेस छ, काङ्ग्रेसले गर्छ। यसमा पुरानो मान्छे पनि छन्, नयाँ मान्छे पनि छन्। यसले अधिवेशन गर्छ, नेतृत्व ल्याउँछ, फेर्छ, बदल्छ, यसले सम्हाल्छ। असन्तुष्टि भनेको कस्तो स्टेट अफ माइन्ड हो भने योभन्दा राम्रो हुनु पर्थ्यो, राम्रो भएन, योभन्दा राम्रो गर्नु पर्थ्यो, तैँले गरिनस्। यो निराशा के हो? निराशा अब राम्रो हुँदैन, होपलेसनेस, सक्यो, अब केही पनि हुँदैन, गिभ अप, हात उठायो, सरेन्डर गरे। 62-63 को सालमा तपाईँ हामी सँगै हिँडेको नागरिकहरूको ठुलो पङ्क्तिमा ठुलो बेचैनी छ, ठुलो असन्तुष्टि छ। मैले ध्यानपूर्वक सचेततापूर्वक शब्दहरू प्रयोग गरेको हो। म निराशा छ भन्ने शब्द प्रयोग गर्दिनँ। अघि दाइले राम्रोसँग भन्नुभएको छ, एक्सपेक्टेसन हामीले बढाएको। डेमोक्रेसीको फन्डामेन्टल कुरा त्यही हो। नागरिकहरूलाई 62-63 आन्दोलन हामीले के भन्यो? सामाजिक, सांस्कृतिक सम्पूर्ण अधिकारहरू चाहिँ हामी गणतन्त्रको यात्रामा जाँदै गर्दा केही सनै सनै पुरा हुँदै जान्छन् र हामी त्यो ठाउँमा पुर्याउँछौँ भनेर हाम्रो एक्सपेक्टेसन हो नै त्यही। नभए त्यो सिटिजन्सहरूलाई हामी गोलबद्ध कसरी गर्छौँ, आवश्यक पनि त्यही थियो। त्यो एक्सपेक्टेसनहरू फुलफिल हुने डिरेक्सनमा गइरहेको छ। नेपालको राजालाई राजावादी बनाउने कोसिस गर्नु, यहाँ नक्कली राजावादीहरू के अर्थ छैन। राजै राजावादी भएन नि यहाँ। त्यस कारणले गर्दा हामी किन बिपी गौरवालाको एउटा बडो इन्ट्रेस्टिङ इन्टरभ्यूमा छ, म राजावादी हुँ तर म राजतन्त्रवादी होइन भन्ने भोला चटर्जी इन्टरभ्यूमा भन्नुहुन्छ र उहाँले व्याख्या गर्नुहुन्छ। दुईटा तन्त्र एकैचोटि जान सक्दैन, कि प्रजातन्त्र जान्छ कि राजतन्त्र जान्छ, छान्ने कुरा एउटा। तर प्रजातन्त्रभित्र राजावादी हुने कुरा अटल सक्छ, तर त्यसको लागि राजा राजावादी हुनु पर्यो। नेपालको राजै राजावादी भएन, नेपालको राजा राजतन्त्रवादी भयो। त्यस कारणले गर्दाखेरि अहिले साथीभाइहरू जो आइराख्नु भएको छ, हामीले त अब संवाद गर्नुपर्छ, नागरिकहरूलाई भन्नुपर्छ, उहाँहरूले क्वेसन गर्ने होस् न, कस्तो खोजेको? आजको वैशाख 11 होइन, अस्ति भर्खर होइन, पुरानै कुरा छैन। अस्ति भर्खर हामीले हेरेको होइन, म ठुलो ठुलो हेरेर बस्दिनँ भनेर 3 वर्षको शासन हेरेको होइन। नेपालको मोनार्कीलाई कसैले कन्स्टिट्युसनल बनाउन सक्छ? नेपालको मोनार्की कन्स्टिट्युसनल भयो अहिले भने कुन समस्याको समाधान हुन्छ त? समस्या मैले भने समस्या डेमोक्रेसीको समस्याको कुराकानी गरेँ, हाम्रो इस्युजहरू त्यहाँ छन्। नेपालको मोनार्की कन्स्टिट्युसनल हुनै सक्दैन, अहिलेको इस्यु यो। त्यसैले यो आजको नेपाली समाजको विषय नै होइन, हामी योभन्दा धेरै अगाडि बढिसक्यो। अब यो विषयमा अल्मलिने पनि होइन, समय खर्च गर्ने पनि होइन। इतिहासलेमा टुङ्गाइसकेको, बिसाइसकेको, मिल्काइसकेको विषयको बारेमा चर्चा नगरौँ। भोलिपल्ट हेडलाइन चाहिँ इतिहासमा मिल्काइसकेको, बिसाइसकेको, थन्काइसकेको विषयको बारेमा चर्चा गर्न आवश्यक छैन, गगन थापा भनेर आइसकेपछि त झन् चर्चा गरे जस्तो हुने भयो है। मैले खास पार्टीको साथीहरूसँग कुरा गर्न खोजेको चाहिँ आज हामी अलिकति यो विषयका सन्दर्भमा हामीले यो विषयमा हामी उत्तेजनामा आउने पनि होइन, भाग्ने पनि होइन। हामी त लर्न गरेर 7वटा मुद्दा बोकेर आउँदै गर्दा पनि बिपी गौरवाल आउँदै गर्दाखेरि संवैधानिक राजा मान्छु भनेर आउनुभएको हो नि। तर त्यसको केही समयपछि हामीले राष्ट्र संस्थाको सान्दर्भिकता कति भन्ने पहिलो बहस हामीले त्रिचन्द्र क्याम्पसको प्राङ्गणमा गऱ्यौँ। शङ्कर पोखरेल र म वक्ता थियौँ। हामीले बहस गर्दै गयौँ, नेतृत्वसँग हाम्रो झगडा हुँदै गयो। म कुनै बेला चाहिँ पार्टीको नेविसँगको महामन्त्रीबाट निकालिएँ। हामी पार्टीभित्रै विषयमा हामी छलफल गर्दै गयौँ र दोस्रो पटक म फेरि राजद्रोहको मुद्दा लागेर म जाँदै गर्दाखेरि गिरिजाप्रसाद कोइरालाले सिटौला कृष्ण दाइलाई पठाउनु भयो। म त्यो बेलामा कसैले भनेर मेरो त्यो कुरा म अर्कै नेक्स्ट लेभलमा पुगिसकेको थिएँ हाम्रो पार्टीभित्रको। मैले गिरिजाप्रसाद दाइ पनि के भन्नुभएको छ भने पठाउँदै गर्दाखेरि गो हेड भन्नुभएको छ। त्यो हामी त त्यो अनुभव गरेर कुनै षड्यन्त्रको तहत आएको होइन कि सकिँदैन बाबा, नेपालको मोनार्कीलाई बनाउनै सकिन्न, यो कन्स्टिट्युसनलाई बन्दैन। त्यसैले वी हेभ टु चुज कि नेपालमा कि राजतन्त्र हो कि प्रजातन्त्र हो। अनि कसरी हुन्छ त्यही बेलायतको संवैधानिक राजा बनाउन सकिँदैन भनेपछि अनि नेपाली कङ्ग्रेसको मान्छेले के गर्छ त? यो हो नि त हामीले आएको कुरा। सिटिजनसँग हामीले संवाद गर्नुपर्ने छ। हामी अघि नै कुरा आयो, हामी मध्यमार्गी पार्टी हो। मध्यमार्गीको अर्थ के हो? मध्यमार्गीको मार्ग नभएको भने हामी यो भनेको यसले मिलाउँछ समाजमा। कोही हामी एकदमै राइटपट्टि गएका हुन्छ, कोही हामी लेफ्टपट्टि गएका हुन्छ। त्यो पोलिटिकल स्पेक्ट्रम फेरि राइट लेफ्टको सधैँभरि एउटै कुरा हुँदैन, फरक हुन्छ। हामी के हो? हामी धर्म, संस्कृति, परम्परा, परिवार, रीतिथिति यो सबै कुराहरूलाई हामी जोगाउँदै लिएर जाँदै गर्ने कुरामा विश्वास गर्ने पार्टी पनि हो। तर हामी प्रोग्रेसिभ पनि हो। महिलाको बारेमा कति सानका साथ हामी भन्छौँ। पहिलो द्वारिका देवी ठकुरानीलाई बनाउने कुरा हामी भन्छौँ। जीवनजीले बडो चाहिँ जहिले पनि हामीले स्मरण गराउनुहुन्छ। 2009 साल जेठ 10 गते जीवनजी
जतिखेर नेपाली कांग्रेस पार्टीले देशभरि पत्र पठाएर छुवाछुत गर्नेलाई पार्टीको सदस्यता खारेज गर्नु पठाएको 2009 सालमा हामी यो पनि भन्छौँ हो हामी को हो त? हामी समाजमा यहाँ धर्म छ, संस्कृति छ, सभ्यता छ, परम्परा छ। यहाँभित्रका सनातनदेखि चलिआएका हाम्रो धर्म, संस्कृति, परम्परा सबै कुराहरू जोगाउँदै पनि जाने हो। यसभित्रका कतिपय कुराहरू बदल्दै पनि जाने हो। अघि दाइले भनेको जस्तो राज्यको धर्म हुन्छ नहुने कुरै हुन्न। राज्यको धर्म छ, धर्म भनेको समान व्यवहार गर्नु हो, समानता हो, न्याय हो, विवेक पुर्याउनु हो। व्यक्तिको उपासना गर्ने विधि हुन्छ, व्यक्तिको पन्थ हुन्छ। ती आफ्ना पन्थहरूको छनौट गर्ने उसको अधिकारलाई सुरक्षा दिनुपर्छ।